हेलो साथीहरू, आज चाहिँ म फर्सीको मुन्टा बनाउन लागिरहेको छु। मुन्टालाई केलाएर पखालेर रेडी गरिसकेँ। अब म पकाउँछु। यहाँ चाहिँ मैले घिउ हालिसकेँ। मुन्टालाई एकदमै सिम्पल सादा तरिकाले बनाउन आँटेको। आलु मिसाएर मसलाहरू केही नहाली, केही पनि नहाली, खोर्सानीहरू केही पनि नहाली बनाउन लागेको। ल यहाँ चाहिँ मुन्टा पाक्यो। हेर्दा त एकदम मिठो देखियो, खाँदा कस्तो हुन्छ हेरौँ। यहाँ चाहिँ मुहाले खाना पस्किँदै हुनुहुन्छ। अब खाना खाने। यो चाहिँ मेरो खाना। साथीहरू, आजको लागि यति नै। अब म खाना सुरु गरेँ।